हरियाणाको गुडगाउँ अन्तर्गत पटौदी भन्ने गाउँमा श्रीमद्भागवत तथा शतचण्डी ज्ञानयज्ञ गर्नको लागि हामी रोहतकदेखि आएका हौं। आज चतुर्थ दिवस यहाँको किसानीहरूले गरेको पौरख हेर्नको लागि खेतमा घुमघाम गर्दै हामीहरू गहुँबाली काट्नको लागि तयारी अवस्थामा रहेको र किनारमा फलफुलका वृक्षहरू पनि लगाइएको छ। यहाँ अत्यन्तै रमणीय सुन्दर दृश्य, वन जंगल जस्तो पनि भएको धेरै राम्रो ठाउँ, धेरै सुन्दर रमणीय ठाउँ र यहाँको वातावरण यति बेला न गर्मी न जाडो, अत्यन्त रमणीय, मौसम पनि साह्रै राम्रो र यहाँको वातावरण पनि अति नै राम्रो छ। चारैतिर गहुँबाली, खेतका फाँटहरू ठुला ठुला देख्न सकिन्छ। खजुरका बुट्टाहरू लगाइएको छ। यहाँ एक साइडमा आँपका कलमे बिरुवाहरू लगाइएको छ। आँप लटरम्म फुलिरहेका छन् र कसैमा दाना पनि लागिरहेका छन्। अत्यन्त रमणीय दृश्य हजुरहरू पनि अवलोकन गर्नुहोला। राम्रो लागेमा लाइक शेयर कमेन्ट पनि गरिदिनु होला। हरियाणाको गुडगाउँ अन्तर्गत पटौदी भन्ने गाउँमा श्रीमद्भागवत तथा शतचण्डी ज्ञानयज्ञ गर्नको लागि हामी रोहतकदेखि आएका हौं। आज चतुर्थ दिवस यहाँको किसानीहरूले गरेको पौरख हेर्नको लागि खेतमा घुमघाम गर्दै हामीहरू गहुँबाली काट्नको लागि तयारी अवस्थामा रहेको र किनारमा फलफुलका वृक्षहरू पनि लगाइएको छ। यहाँ अत्यन्तै रमणीय सुन्दर दृश्य, वन जंगल जस्तो पनि भएको धेरै राम्रो ठाउँ, धेरै सुन्दर रमणीय ठाउँ र यहाँको वातावरण यति बेला न गर्मी न जाडो, अत्यन्त रमणीय, मौसम पनि साह्रै राम्रो र यहाँको वातावरण पनि अति नै राम्रो छ। चारैतिर गहुँबाली, खेतका फाँटहरू ठुला ठुला देख्न सकिन्छ। खजुरका बुट्टाहरू लगाइएको छ। यहाँ एक साइडमा आँपका कलमे बिरुवाहरू लगाइएको छ। आँप लटरम्म फुलिरहेका छन् र कसैमा दाना पनि लागिरहेका छन्। अत्यन्त रमणीय दृश्य हजुरहरू पनि
अवलोकन गर्नुहोला। राम्रो लागेमा लाइक शेयर कमेन्ट पनि गरिदिनु होला। हरियाणाको गुडगाउँ अन्तर्गत पटौदी भन्ने गाउँमा श्रीमद्भागवत तथा शतचण्डी ज्ञानयज्ञ गर्नको लागि हामी रोहतकदेखि आएका हौं। आज चतुर्थ दिवस यहाँको किसानीहरूले गरेको पौरख हेर्नको लागि खेतमा घुमघाम गर्दै हामीहरू गहुँ-बाली काट्नको लागि तयारी अवस्थामा रहेको र किनारमा फलफुलका वृक्षहरू पनि लगाइएको छ। यहाँ अत्यन्तै रमणीय सुन्दर दृश्य, वन जङ्गल जस्तो पनि भएको धेरै राम्रो ठाउँ, धेरै सुन्दर रमणीय ठाउँ र यहाँको वातावरण यति बेला न गर्मी न जाडो, अत्यन्त रमणीय, मौसम पनि साह्रै राम्रो र यहाँको वातावरण पनि अति नै राम्रो छ। चारैतिर गहुँ-बाली, खेतका फाँटहरू ठुला ठुला देख्न सकिन्छ। खजुरका बुट्टाहरू लगाइएको छ। यहाँ एक साइडमा आँपका कलमे बिरुवाहरू लगाइएको छ। आँप लटरम्म फुलिरहेका छन् र कसैमा दाना पनि लागिरहेका छन्। अत्यन्त रमणीय दृश्य हजुरहरू पनि अवलोकन गर्नुहोला। राम्रो लागेमा लाइक शेयर कमेन्ट पनि गरिदिनु होला। हरियाणाको गुडगाउँ अन्तर्गत पटौदी भन्ने गाउँमा श्रीमद्भागवत तथा शतचण्डी ज्ञानयज्ञ गर्नको लागि हामी रोहतकदेखि आएका हौं। आज चतुर्थ दिवस यहाँको किसानीहरूले गरेको पौरख हेर्नको लागि खेतमा घुमघाम गर्दै हामीहरू गहुँ-बाली काट्नको लागि तयारी अवस्थामा रहेको र किनारमा फलफुलका वृक्षहरू पनि लगाइएको छ। यहाँ अत्यन्तै रमणीय सुन्दर दृश्य, वन जङ्गल जस्तो पनि भएको धेरै राम्रो ठाउँ, धेरै सुन्दर रमणीय ठाउँ र यहाँको वातावरण यति बेला न गर्मी न जाडो, अत्यन्त रमणीय, मौसम पनि साह्रै राम्रो र यहाँको वातावरण पनि अति नै राम्रो छ। चारैतिर गहुँ-बाली, खेतका फाँटहरू ठुला ठुला देख्न सकिन्छ। खजुरका बुट्टाहरू लगाइएको छ। यहाँ एक साइडमा
आँपका कलमे बिरुवाहरू लगाइएको छ। आँप लटरम्म फुलिरहेका छन् र कसैमा दाना पनि लागिरहेका छन्। अत्यन्त रमणीय दृश्य हजुरहरू पनि अवलोकन गर्नुहोला। राम्रो लागेमा लाइक, शेयर, कमेन्ट पनि गरिदिनु होला।